कार्यक्रम सञ्चालन गर्न अर्थात् खेलका लागि खेल सञ्चालन गर्न गइरहेको कुरा पनि आदरणीय खेलाडी टोलीहरु स्कुल चाहिँ कता हो दुवै टिमका खेलाडी टोलीहरुलाई चालुभन्दा चालु त्यही नजिकै हो लाइन अफ लाइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। हामी निर्धारित समयभन्दा फर्स्ट लेभल आउनु त सबलाई बोलाउनु एकचोटि सबै आउनुहुन्छ कि फर्स्ट 11 जुन मैले भन्छु नि अगाडि सुरुमा खोज्नु सुरुमा सबै क्लियर हुने आफ्टर गेम नो प्रोटेस्ट भन्नु हामी यहाँ छौँ फर्स्ट म्याच हो है एभरेज छ है हाम्रो टिम राम्रो छ भनेर टेक्न भन्ने सबैले है मिलेर बल राखेर आनन्दले खेल्ने है हामीले चाहिँ हाम्रो पोजिसन बिग्रियो भने पनि छाडा नछोड्ने खेदेर बल उनीहरूलाई टुकुटुकु खेल्नु नदिने भेटेको बलहरू स्ट्राइकरहरूले फेममा हान्ने है त्यही अनुसारले तयार गर्ने र यो प्लेइङ लिस्टमा भन्न गइरहेको छु। अब मैले सबै प्लेइङ लिस्टमा भनेर सबै अनुरोध गर्न चाहन्छु, समय याचना व्यक्त गर्न चाहन्छु। काँकरभिट्टा फुटबल सङ्घ नभएर काँकरभिट्टा भेटरान फुटबल सङ्घका अध्यक्ष गङ्गालाल गुरुङज्यूलाई मञ्चमै आएर अतिथिको आसन ग्रहण गराइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। आज म्याच भनेको त्यसै गरी एजुकेसन पार्टनरमा रहनुभएका एमजी पब्लिक स्कुलका प्रधानाध्यापक सुवर्ण भट्टराईज्यूलाई पनि अतिथिको आसन ग्रहण जनाइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी खेल अवधिभरि सुरक्षाका जिम्मेवारी लिनुभएका सुरक्षाकर्मी प्रहरी वरिष्ठ हवलदार विनोद अधिकारीज्यूलाई पनि मञ्चमै आएर आफ्नो अतिथिको आसन जनाइदिनु हुन आफ्नै काँकरभिट्टा भेटरानलाई मेरो पनि सपोर्ट छ है काँकरभिट्टा भेटरान ल काँकरभिट्टा गाइजलाई बेस्ट अफ लक है हाम्रो आफ्नै टिम अरे ल पूर्णजी पूर्ण सर ल एकदम बेस्ट अफ लक। त्यसै गरी वार्ड नम्बर 6 का जनप्रतिनिधि यस मेरो भाइ ल बेस्ट अफ लक है ल म सपोर्ट गर्न आएको छु यहाँबाट। त्यसै गरी तुर्केनी युवा क्लबका पूर्व अध्यक्ष हाल यता सल्लाहकार संयोजक देवी सुवेदीज्यूलाई पनि हाम्रो सपोर्ट पनि काँकरभिट्टै त नि हैन काँकरभिट्टामा मेन काँकरभिट्टाकै त त्यही त काँकरभिट्टै सपोर्ट नि हैन हाम्रो काँकरभिट्टा टिमलाई बेस्ट अफ लक है। सचिव डम्बरबहादुर मगरज्यूलाई पनि आफ्नो अतिथिको आसन जनाइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी समाजसेवी तुर्केनी युवा क्लबका संस्थापक सदस्य यज्ञ मगरज्यूलाई पनि आफ्नो अतिथिको आसन ग्रहण जनाइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी मालमोल प्रोभाइडर आदरणीय सर मिलन रसाइलीज्यूलाई पनि मञ्चमै आएर आफ्नो अतिथिको आसन ग्रहण जनाइदिनु हुन पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी काँकरभिट्टा महिला फुटबल सङ्घ हाम्रो तपाईँहरूलाई पनि बधाई छ है मगरज्यूलाई पनि आफ्नो अतिथिको आसन ग्रहण जनाइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। ल हाम्रो गेस्ट टिमलाई पनि बेस्ट अफ लक है। जनाइदिनु हुन पनि म विनम्रपूर्वक अनुरोध गर्न चाहन्छु। जिल्लावासी नै हुन्छ टाढा होइन होइन ल तपाईँलाई पनि बेस्ट अफ लक है राम्रो खेल्नु होला जितेर जानु होला। ल अब यता हाम्रो खेलाडीहरू ग्राउन्डमा छिरिसक्नु भएको छ र मान्छेको चहल पहल पनि बढिरहेको छ। राजु पौडेलज्यूलाई पनि आफ्नो अतिथिको आसन
ब्यान्ड लगाइदिनुलाई अध्यक्षलाई हार्दिक ल हाम्रो काँक्रोबडा गाइजहरूलाई मेरोबाट पनि बेस्ट अफ लक है बेस्ट अफ लक बेस्ट अफ लक है बेस्ट अफ लक एकदम बेस्ट अफ लक ल यसो हाम्रो केही भनिदिनु यो हाम्रो काँक्रोभिट्टा भेटरनको आज पहिलो म्याच हुन गइरहेको छ सम्भवतः हामी विन गर्ने लक्ष्यको साथ खेल मैदानमा उत्रिरहेको छौँ तपाईँ हामी एउटै टिम भयो म पनि सपोर्टमा आएको छु तर पनि म न्युट्रल भएर उता पनि यसो क्लिक चाहिँ लिन्छु त्योभन्दा अगाडि मैले पुनः एक जानकारी गराउन चाहे पूर्णिमा भेट्रा भाद्रपुरका सम्पूर्ण खेलाडी टोलीहरूलाई र काँक्रा भेट्रा सम्पूर्ण टोलीहरूलाई लाइन गरिदिनु पनि म हार्दिक अनुरोध गर्न चाहन्छु योभन्दा अगाडि म पुनः अतिथिकै आसन ग्रहणको कार्यक्रमलाई जोड्न चाहन्छु हामीमा समाजसेवी पवन बस्नेतज्यूको उपस्थिति रहेको छ तसर्थ उहाँलाई पनि अतिथिको आसन ग्रहण जनाइदिनु हुन म हार्दिक अनुरोध व्यक्त गर्न चाहन्छु र यससँगै म अफिसियल टिम अर्थात् निर्णायक मण्डलको नाम भाषण गरेर सम्मान व्यक्त गर्न चाहन्छु र यसका लागि हामीमा अफिसियल टिममा उदय ठाकुरजी हुनुहुन्छ युवराज बजगाईजी हुनुहुन्छ लालबहादुर मगर र अब भने तपाईँलाई जानकारी गराउन चाहन्छु निलो जर्सीमा रहिरहनु भएका काँक्राभिट्टा भेटरानका खेलाडी साथीहरू हुनुहुन्छ जो निलो जर्सीमा हुनुहुन्छ त्यसै गरी पूर्णिमा भेटरान भद्रपुरका खेलाडी टोलीहरू सेतो जर्सीमा हुनुहुन्छ तपाईँलाई जानकारी गराउन चाहे मैले फेरि पनि पूर्णिमा भेटरान अर्थात् भद्रपुरबाट आउने खेलाडी टोलीहरू